हेलो हेलो गाइज, आज चाहिँ लोकल कुखुराको मासु आगोमा पकाउने। ल तेल अनि खरियो मासु हालिँदैछ। आज चाहिँ लोकल कुखुरा हो के साथीहरू। लोकल कुखुराको पनि यसो खानु पर्यो नि हो कहिलेकाहीँ। ल हेर्नुहोस् त मजाले आगोमा पकाउँदा फेरि एकदमै टेस्टी हुन्छ है साथीहरू। त्यही भएर पनि अब अहिलेको जमाना चलन चल्ती भनेको सबै ग्यासमा छ है। तर एकदम राम्रो चाहिँ यो आगोमा पकाएकै हुँदो रहेछ क्या साथीहरू। पहिला पहिला हाम्रो बाउ बाजे हजुरआमाहरूले यस्तैमा पकाएर खानुभयो। कति वर्ष बाँच्नुहुन्छ है उहाँहरू। अहिले हामी जे कुरा पनि ग्यासमा इलेक्ट्रोनिक होइन यस्तै भएर होला सबैजनालाई छिट्टै रोग लाग्ने है। ल हेर्नुहोस् त खरियो मासु मजाले। अब त्यसपछि टक्क प्याज थोरै हाल्ने होइन। दामी हुन्छ क्या साथीहरू यसरी। हेर्नु त रातो खरियो मासु पनि अब चप्प लगाएर चाहिँ एकछिनपछि खाने हो। हेर्नुहोस् त आगो धेरै हालेर पनि हुँदैन नि त। यसरी मन्द मन्द आगोमा पकाउने हो नि त मासु भन्ने कुरा। ल अब फेरि अर्को यहाँ चाहिँ ढुङ्गामा, आज पनि ढुङ्गामा पोलेर खाने प्लान हो क्या। ल ढुङ्गा तातिँदैछ। यहाँनिर चाहिँ लोकल सुँगुरको मासु पोलेर खाने हो साथीहरू। ल तातिँदैछ। ल अब यो अघि लोकल कुखुराको त्यो आन्द्रा भुँडी, यसलाई भित्रास पनि भन्छ है। यसरी पनि एकदम मिठो हुन्छ क्या साथीहरू यो। त्यही भएर यो पनि अब तयारी बन्दैछ। ढुङ्गा तातिसक्यो। अब यो पाक्छ है। यो पाकेपछि चाहिँ त्यसपछि सुँगुर लोकल कालो सुँगुरको मासु पनि पोलेर खाने हो। हेर्नु होला यो चाहिँ हाम्रो लोकल सुँगुरको मासु ढुङ्गामा पोलेको। हेर्नु होला यस्तो झरझर झरझर बलिरहेछ आगो। दामी हुन्छ क्या साथीहरू। हेर्नुहोस् त यो बेलुका भएर हो है अलिक अँध्यारो देखियो तर पनि एकदम राम्रो क्या। हेर्नु न चट्ट लगाएर पाक्दैछ हाम्रो ढुङ्गाको सेकुवा। ढुङ्गामा सुँगुरको सेकुवा बन्दैछ है साथीहरू। ल तपाईँहरू पनि अल्छी नगरिकन होइन अर्ग्यानिक खानेकुराहरू बनाएर खानु होला है साथीहरू। एकदम स्वास्थ्यलाई पनि राम्रो, खाँदा पनि टेस्टी हुने क्या साथीहरू। हेर्नुहोस् त आगो बलिरहेछ। त्यो जुन मासुको बोसो हुन्छ नि त्यसबाट चाहिँ आगो बल्छ कि। ल हेर्नुहोस् ल रेडी भयो र हामी खाना पनि तयारी। यो चाहिँ अघिको पोटा कलेजु अचार होइन। यो चाहिँ कालो बुङ्गुरको मासु सेकुवा। त्यसपछि हाम्रो चाहिँ यस्तो स्टिम। यस्तै खानुपर्छ साथीहरू। अर्ग्यानिकमा हल्का मिसिको अब मिसाउनै पर्यो होइन। स्टिम सिस्टिम यताउति खानु पर्यो।